नमस्कार साथीहरू, आज हामी बनाउँदैछौँ बेगर फिस अर्थात् जङ्गलको स्वादिलो माछा जुन परम्परागत तरिकाले बनाइन्छ। म आज आएको छु हाम्रो गाउँको पहाडी नदी र जङ्गलमा, जहाँ प्रकृतिको शान्ति र स्वादको मजा एउटै थालमा मिसिएको छ। सबैभन्दा पहिले म नदीमा माछाको जाली फ्याल्छु र माछा समात्छु। अब नदी किनार छेउ गई चक्कुको सहायताले माछालाई सफा पार्छु। त्यसपछि माछालाई बीचबाट कैचीले 2 पार्ट गर्छु र पानीमा हालेर सफा गर्छु। अब माछा भएको बोलमा म मरमसला, धनिया र खुर्सानी, अनि गाजर, प्याज, सेलेरी र तेल, सोया सस, सेमी ओइल हालेर हातले मिक्स गर्छु। माछाको पेटमा म त्यहाँ भएको भेजिटेबल्सहरू हाल्छु अनि एकछिनको लागि त्यसरी नै छोडिदिन्छु। अब म झरेको चेस्टनटहरू टिप्न थाल्छु। टिपेपछि एउटा भाँडोमा रातो माटो हाल्छु र त्यसमाथि पानी हालेर मोल्छु। मोलेपछि अघि राखेको माछालाई म केराको पातमा हाल्छु र फोइलले र्याप गरेर माथिबाट माटोले पनि मजाले छोपिदिन्छु। त्यसलाई म आगो मुनि हालेर पाक्न छोडिदिन्छु। अब पालो आयो चेस्टनटको। त्यसलाई कैचीले काटेपछि रोस्ट गर्न थाल्छु। रोस्ट भएका ती चेस्टनटहरूलाई निकालेर एउटा नाङ्लोमा हाल्छु अनि माछालाई पनि माटो फुटाएर निकाल्छु। तयार भएको त्यो माछाको बाहिरी भाग हल्का क्रिस्पी र भित्रको मासु नरम र रसिलो हुन्छ। यदि तपाईहरूलाई पनि कहिले प्राकृतिक, हस्तनिर्मित र परम्परागत स्वादको अनुभव गर्नु मन छ भने आज यो परिकार बनाउनुहोस्। फेरि भेटौँला अर्को यस्तै यात्रासँगै।